छुट्टी भयो त बाई सिस्टर Hey guys, welcome back to our channel 4 sisters creation. अनि हामी चाहिँ अहिले 2 सिस्टर मात्रै भएको छौँ अनि अहिले चाहिँ हामी यो चलिरहेको के अरे गिफ्ट एक्सचेन्ज कलरवाला गिफ्ट एक्सचेन्ज गरिराखेको छौँ अनि त्यही हो अहिले चाहिँ हामी ट्रेनमा आएको छौँ जे सबै कुरा पाइन्छ भनेर अनि त्यही हो अहिले चाहिँ अब हामी छुट्टिन लागेको छौँ ल दिदी अन गर्नुभयो ल चस है त ल छुट्टी भयो त बाई सिस्टर छुट्टी भयो त बाई 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 केही सोचेको छैन के किन्ने भयो लुक एट हर त्यहाँबाट गइरहेको छ क्या भर्खर भेट भइरहेको क्या भर्खर छुट्नु नपाए भर्खर भेटिरहेको आइडिया छैन के गर्ने कता जाने होला अघि त्यहाँ बिचमा ठ्याक्कै जम्का भेट भयो दुई दिन चाहिँ माथि जान्छु त्यही तल्लो फ्लोरमा छ चाहिँ ए होइन माथि होइन तल छ लेडी बर्ड धेरै पछि आएको कुखुरा तल छ जस्तो लाग्यो मजा अलिअलि बिरामी पनि छु त्यही त नि अब दिदी छिटै जाँदै हुनुहुन्छ सो वाइ नट भनेर गर्न लागेको आइडिया भएन के किन्ने तर त्यसले चाहिँ एकदम पेट दुख्यो भनेको थिएँ त्यही भएर म चाहिँ दिमागमा आएको छ फर्स्ट टाइम त्यही लिनलाई चाहिँ आएको छु यहाँ खोज्दैछु पसल अघि त्यहाँ मान्छेलाई खोजेर सोधेर खोजे पसल अहिले म चाहिँ यस्तो सेक्सनमा छु तर लेट्सी मैले किन्छु कि किन्ने यसमै छैन यसमै छैन यसरी मिलाएर देऊ न त पेट दुख्यो भने रहेछ बिहान थिएँ त पेट दुखेको औषधि लिन जान्छु म मेडिकल कता मेडिकलको लाइन यतैतिर भने जस्तो लाग्यो अहिले चाहिँ यहाँबाट फर्स्ट गिफ्ट चाहिँ मैले भेटाएँ अनि बहिनीले मिलाएर दियो सो आई एम सो ह्याप्पी यो फर्स्ट वाला चाहिँ अब चाहिँ हेर्दै जाऊँ बेला बेला यस्तो पेट दुखेर आउँदा भनेको छ एउटा सामान चाहिँ पाएँ है मैले खोजेको चाहिएको थियो यो सामान चाहिँ मेडिकल बसेर आइसक्यो अब अरू चाहिँ के हुन्छ हेर्छु म फेरि अब ब्याक टु द ट्रेड म यहाँबाट नि के सामानहरू किने दिस इज द स्टोर आइ एम सो नर्भस मेरो बजेटले पुग्छ कि पुग्दैन भनेर त्यही पनि भाडाहरू पाउने ठाउँमै देखिन भनेर कता पहिला त बाटो त सजिलो थियो अहिले छैन खोज्दा आएको त पसल गर्दा गर्दा हैरान भइसक्यो उता त बाहिरतिर जानुपर्छ क्या अरे मम्मीलाई खोल गरेर नि एउटा हेल्प लिएँ मम्मीले चाहिँ यो मनपर्छ त्यसलाई खानेकुरा भन्नुभयो तर त्यो म खोज्न ट्राई गर्छु पायो भने चाहिँ लिन्छु पाएन भने चाहिँ जे देखेछु त्यही लिन्छु चाहिँ ग्रोसरी आइटममा छु के लिने कन्फ्युज भइरहेको छ ओके मसँग अब 5 वटा गिफ्ट किन्न बाँकी छ तर मसँग बजेट जम्मा कति नभन मलाई लेट्स कल दिदी है उठाउँछु कि उठाउँदैन बिना भ्याउनु भयो कि भएन एन्ड देन म यहाँबाट निस्किन पाउँछु कि पाउँदैन त्यो थाहा हुन्छ हेलो हेलो कता हो सक्नुभयो सक्यो होइन 1 घन्टा मात्रै भ्याउँछ है किन भन्ने अहिले ल है त फेरि सकिनु नहुँदाखेरि कल गर्नु है ल बाई मैले यहाँ सामान किने ट्रेड मलमा लगभग भयो होला अरू त खासै केही स्पेसल लागेन मिनिसोमा जान्छु एकचोटि
याद आयो एउटा पसल मिनिसो यहाँ नजिकै छ के हुन्छ यहाँको मिनिसो त बन्द भइरहेछ अर्कै पसल ओपनिङ सुन भने कता जाने हो पसल खोज्दा खोज्दा हैरान भइसक्यो सबै चेन्ज कति 9 महिनापछि आएको त सबै चेन्ज हुँदा पसलहरू नि कता हो त चिनेको पसलहरू छैन सो अब चाहिँ म ट्रेड मलबाट निस्केँ लेट्स गो बाहिर के पाउँछु मैले त सो के लाज लागिरहेको छ किनकि एक्लै हामी भिडियो बनाइरहेको छ दिदीले चाहिँ बनाउँदिनँ म त लाज लाग्यो हो भन्दै हुनुहुन्थ्यो अब लेट्स उहाँले बनाउनु भएको छैन जस्तो यस्तै एउटा पसल चाहिँ देखेँ मैले तर बाटो काट्नु पर्दो रहेछ यति दुःख गरेर यति हिँडेर म किन्न लाग्छु यसलाई कतिवटा स्टोरमा त भिडियो बनाउनै बिर्सेछ तर म चाहिँ एकदम रसमा हिँडिरहेको छु किनकि म बाहिर आएको छु नि त त्यही भएको भएर सो बाटो काट्दैछु अब मेरो बाँकी रहेको भनेको ब्ल्याक अरेन्ज र पर्पल हो सो के किन्ने भइरहेको छ म यहाँ डुली मात्रै रहेको छु आई डोन्ट नो सो म अहिले पनि ब्ल्याक अरेन्ज पर्पलमै खोजिरहेको छु आइ एम सो कन्फ्युज मसँग बजेट पनि एकदम कम छ अब चाहिँ सो म के लगाऊँ भएर दिमाग खलवाल्यो मेरो चाहिँ फाइनली डन भएको छ ग्रोसरी सपिङबाट त्यो 3टामा यस्तो भएर कति गाह्रो भयो त्यही पनि आई ट्राइड माई बेस्ट सिस्टर अब तपाईँलाई कस्तो लाग्छ दिदी चाहिँ तर लास्टै चुजी मान्छे हो तर लेट्सी मैले चाहिँ कतिको राम्रो गिफ्टहरू उहाँलाई राम्रो लाग्ने गिफ्टहरू चाहिँ मैले किनेँ भनेर सो यहाँ अब दिदीलाई कल गरौँ आया दिदीले सक्यो कि सकेन होला लेट्स सी कल गरौँ एन्ड देन हेलो सक्नु भएन मैले त सकेँ छिटो अझ 1 घन्टामा सक्छु भन्ने मान्छे है 1 घन्टा लाग्छ र म त अलि थाहा पाएको छु र होला काट्यो सायद मेरो ब्यालेन्स सक्यो होला एनिवेज म चाहिँ च्यालेन्जमा फर्स्ट भएको छु रे क्या अस्ति आयो दिदी फेरि खाना खान कता पनि बोलाउनु भएको छ त्यता जाने भन्नुभएको थियो त्यही भएर नि म आत्ति किनेको तर पनि दिदी ढिलो हुनुहुँदो रहेछ सोचे जस्तो केही सामान पाएँ होइन पसलहरू पनि निचिनेर जिनाले भ्याइसक्यो र म यहाँ किन्दैछु अझै त्यो गर्ने हैरान भइसक्यो 8 चिज घुमेँ अर्को ठाउँमा घुमेँ ल केही मन पर्दैन त मलाई त केही मन पर्दैन पसल नि भेट्टा छैन सबै पसल बन्द भइसक्यो के गर्ने होला जिना उहाँ कुरेको कुरै भयो म धेरै चुजी भएको कि के हो म सामान भेट्दिनँ त त्यही कारण यहाँ चिप्ले ढुङ्गाको बन्द रहेछ मिनिस यता त्यो बहिनीहरूले सोधेको पसलको बाटपट्टिनीको नजिक चाहिँ छ अरे ढुङ्गा छ अरे त्यहाँ हिँड्दै जान्छु के हुन्छ आया एकजना लिएर आउनु पर्दो रहेछ हिँड्दा हैरान भइसक्यो म त राति भइसक्यो सबै पसल बन्द हुनु भइसक्यो के हो केही सेलेक्ट गर्ने नआएको हो कि धेरै चिज गरे हो कि के हो 8 भइसक्यो अब एउटा कलर बाँकी छ ब्राउन कलर बल्ल पाएछ जिनालाई पठाइदिइसकेँ यो नि लिन आउँदैन हुन्छ है मलाई फाइनली मैले सबै किनेर भ्याएँ अनि अब चाहिँ हामी जाँदैछौँ आज चाहिँ दाइको घरमा खाना बोलाउनु छ अनि त्यहाँ गएर अनि हामी घर गएर चाहिँ गिफ्ट एक्सचेन्ज गर्नेछौँ हामी चाहिँ बजारबाट यहाँ आइसक्यौँ बजार मात्र होइन उहाँ खाना खाएर नि आइसक्नु भयो रिलेटिभ्सकोमा अनि अहिले चाहिँ अब हामी कलर च्यालेन्ज गर्दैछौँ तपाईँले बिचमा भिडियो बनाउनु भयो नि त्यो अगाडि हेर्नु भयो होला कस्तो म त एक्साइटेड नि भएको थिएँ कस्तो न कस्तो भएको थियो कि म त पसल खोजेको भेटाउँदै एउटा पसल यहाँ छ भनेर गयो त्यो पसल त बन्द सलरै बन्द रहेछ फेरि अर्को ठाउँमा गयो हैरान धेरै चेन्ज भइसक्यो रहेछ अलिअलि धेरै त होइन अलिअलि चाहिँ चेन्ज भइरहेछ मैले चिनेको पसलहरू चाहिँ
मैले चाहिँ यति टाइम लाग्यो कि राति भयो होइन राति भयो सबै पसलहरू बन्द हुन्जेलसम्म मैले गरेको म एउटा लास्ट आइटम चाहिँ मैले लेक्चरी गरेर किनेको फर्किने बेलामा राति भएर 10 बजेतिर ल है के रहेछ त त्यस्तो सिम्पलै हो तर ओ माय गॉड त्यो बाबा बन्द गर्दै यहाँ पुरै भिडियोमा आउँछ ल है ल अब हामी सुरु गरौँ है त ल सुरु गरौँ यस्तो यस्तो गरौँ रक पेपर सिजर सुट रक पेपर सिजर सुट रक पेपर सिजर सुट ल तपाईले सेलेक्ट गर्नु कुन गर्ने देख्नु भयो क्या है दिदी त यस्तो उहाँ परेर रहेछ भन्नु त ल ब्राउन कलर यहाँ सुरुमा ब्राउन कलर के रहेछ क्या ल उता हेर्नु बाहिर रेडी वान बारी निकाल रेडी 1 2 3 गो मैले क्याप चाहिँ यसको कलेक्सन जति किन्थे नि यसलाई खाली क्यापहरू किनिराख्छु त्यही भएर किनिदिएको है अनि एउटा सक्स जाडो महिना भएर कति राम्रो कहाँ भेटाइस् यस्तो यहाँबाट म त खोजेको भेटाउँदै भेटाउँथेन त यसरी भिनी पनि छ वाह धन्यवाद मलाई चाहिएको थियो मलाई कस्तो राम्रो भयो है क्याप है मम्मी मैले कति खोजेको छु यहाँ जति भइनुवाले त हराएको गर्छ मैले ब्याग पनि किनिदिनु मैले सोधेको थिएँ मम्मीलाई पछि जिनाको ब्याग छ मम्मी त छ होला त्यसको त साइड ब्याग बोकिरहेको छ भनेर मैले ब्याग चाहिँ किनिदिनु कहाँबाट निकाल्नु भयो फेरि लामो भयो भने छोटो गर्नु है ओके राम्रो लाग्यो एकदम राम्रो लाग्यो कति जानेको दुईटा दिदी बहिनीले ल म सेलेक्ट गर्छु है वाह पुचुक्क गर्नु कस्तो मन परेको के देख्ने बित्तिकै थ्याङ्क यू ल है लामो भइरहेछ यो चाहिँ मिलाउनु मिल्छ थ्याङ्क यू ल त्यहाँ ल ल म भन्छु अनि मेरो त ज्यासँग मिलाउनु नि पाएँ वाइट अलिक डिफ्रेन्ट गरौँ न बाबु मम्मी मक्क पऱ्यो रेडी 1 2 3 वान पिसहरूमा लाउन मिल्छ भनेर है ल थ्याङ्क यू वान पिसको भित्र यो चाहिँ मैले युज गरिराख्छु है सिद्धि राख्छ धेरै धन्यवाद यो धेरै धन्यवाद खोइ के हो अब लाउनु पर्ला नि ल्याइदिए चाहिँ मान्छे ल्याइदिएन यसले चाहिँ एक्स्ट्रा ल्याइदिएको रहेछ ल धन्यवाद यस्तो चाहिँ मैले लाउँथेन के गरेर भएन ल थ्याङ्क यू यो त सिल्भर हो क्या सिल्भर हो तर राम्रो छ है मैले नलाइराख्ने म चाहिँ अब लाउँछु है यो है ल के अरे कुर्ताहरूमा उहरूमा मिल्छ भनेर के चुरा टाइप छ नि त थ्याङ्क यू भेरी मच थ्याङ्क यू सो मच मन पर्यो राम्रो रहेछ ल तपाईँको पालो ल ब्ल्याक 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 ए ल ल ल रेडी 1 2 3 गो मैले त नि बुलडग र यो के भने यो र यो सोधे थिएँ अनि फेरि दिदीले त्यो खान्न होला फेरि बुलडग भने ल्याउँछ होला भनेर मैले यो कसरी मिल्यो है खानेकुरा ल ठिक छ तेरो बाली मेरो बालो गाडै दुई छ क्या ल रेड तपाईँ हेर्नुहुन्छ खोज्नुपर्छ मेरो त रेडै रेड यो अर्को एक्सचेन्ज गरिदिनु पर्यो है दिदी किन अलिकति खन्द्रङ भयो जस्तो लाग्यो ल ल
कता गयो रेड कलर त हरायो सामान गयो भर्खर आउनुभएको कि म चाहिँ होइन यहाँ चेन्ज गरेर बसिरहेको छु पुरानो आइटीमा म धन्दै सुत्न पनि लाग्थ्यो एकछिन नहेर ल ल रेड है रेडी 1 2 3 गो यो त खिचेको नि त्यो बोलिरहेको बाहिर बोलेथ्यो अँ। रातो कलरको मोजा मेरो फर्स्ट टाइम हुने भयो थ्याङ्क यू लिप केयरको लागि थ्याङ्क यू सो मच राम्रो लाग्यो? दामी दामी ल्याइन् त दामी दामी म त्यही भएर कम्ता चुजी थियो यति पसल मैले भुइँमा पनि भनेको छु दिदी चुजी हुनुहुन्छ भनेर म खतरा राम्रो सेलेक्ट गर्छु के ल कसको बाल रे ए तपाईँको बाल अब ग्रीन ग्रीन ल है भयो रेडी 1 2 3 go. थ्याङ्क यू त्यो खोलेर हेर त्यहाँभित्र के तपाईँले कस्तो भिडियोमा लाग्यो? नि भनेको यसले बिहानदेखिबाट उ भनिरहेको थियो ए मलाई कम त चाहिएको थियो यो प्रभु थ्याङ्क यू यसले भनिरहेको थियो यहाँको त सिलाउनु भन्छ तातै नभए जान्थ्यो त्यो हेर मैले कति राम्रो कलर है फेरि थ्याङ्क यू मलाई क्रक्स चाहिन्छ भनेर है सुरमा किनेको यो है कति राम्रो है छ है राम्रो है अँ, कति राम्रो धन्यवाद झगडा बोलेछ फेरि धन्यवाद अब यो तताएर युज खेलाउने गरिहाल्नु भन्ने टेन्सन हुन्छ जहिले शनिबार जहिले चर्चमा म त्यही सोचेर के अब तेरो खाल ए मेरो त्यो भाइ त चुरा नि सुहाउँछ नि ल है पिङ्क 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 कति राख्नु होला रेडी 1 2 3 गो लिप ग्लास गर्न वाउ यो पिङ्क हो यो पिङ्क अनि यो चाहिँ फेरि मन परेर के योसँग मिल्छ भनेर यो पिङ्क हो है यो चाहिँ होइन यो ग्रिनमा दिनुपर्छ त ल धन्यवाद थ्याङ्क यू ले त ओठमा लगाइहाल मन परेको के किनभने भिडियो छ हामीले अघि ओठमा लाउन बिर्सेको थियौँ ट्राई गरिहाल है मक्ख परेर कस्तो डुङ्गेरी रहेछ राम्रो राम्रो छ है मैले नि एउटा हेरेको थिएँ तर फेरि के गर्ने भनेर मन पऱ्यो? पिङ्कमै हेरेको थिएँ कि लै भयो है सुहायो है मलाई पो सुहायो कि मेरो ओठमा देखेन देखेछ देख्यो न थ्याङ्क यू ल भन्नु न कलर हो होइन ओरेन्ज रेडी 1 2 3 गो थ्याङ्क यू अन्त नि तर ओरेन्जमा ल्याइदियो ओरेन्ज हो फ्र्याङ्क फ्र्याङ्क यो चाहिँ रमाइलोको लागि मैले रमाइलोको लागि गर्ने भनेर है म त तर यो पनि हो है यो पनि खाने अन्त स्वास्थ्यको लागि राम्रो अझै छ यो। मलाई अझै चाहिरहेको छ दुईटा हातमा है वाह फेस टावल आफ्नो छुट्टै हुनुपर्छ अरे नि त फेस टावल चाहिँ छुट्टै हुनुपर्छ अरे है साथीहरू ओरेन्ज हो ओरेन्ज ओरेन्ज हो ओरेन्ज हो लाइट ओरेन्ज त हो त। थ्याङ्क यू सो मच Peach भन्छ कहाँबाट तर। पाउनु भयो 5000 मा सबै आयो अँ, आयो। त्यही भएर मैले कम्ता पसल डुलेको हो त अनि मेरो पालो है अब कुन पाला त्यो येल्लो एल्ला टाउको नि देख्यो खुट्टा नि देख्नु भयो त
म त किन यति साह्रो टाइम लाग्यो ल है त रेडी 1 2 3 गो ओ माय गॉड चट्टा लाएर बसेर खाने हो कति राम्रो है राम्रो लाग्यो वाउ चुरा पानी युजफुल अन्त धन्यवाद बिस्तारै बिस्तारै गर तर तैँले आफ्नो साइजको लेस क्या होइन 60 दिन्छु भनेको कि मैले मेरो साइज भन्दा यो एक साइज ठुलो दिएर अट्छ त्यहाँको आन्टीले नि हालेको थियो कि बेसरी अनि मलाई त अट्छ भन्दै थियो कस्तो क्युट है यस मैले कति राम्रो राम्रो सामान रच्छु है यति राम्रो सामान मन परेन तेरो सामान नि मन पऱ्यो तर सबै सामान राम्रो ल्याइदिएँ मैले तर हो इच एन्ड एभ्रिथिङ चाहिँ राम्रो ल्याइदिएछु कि मैले यस चुरा कति राम्रो स्वादको कति राम्रो तर अट्यो है मलाई यही अट्यो ठुलो भयो भने राम्रो थिएन फेरि कस्तो राम्रो लागेर दाहिने हातमा अलिक ठुलो हुन्छ सानो हुँदो रहेछ यो कस्तो लाग्यो ठिक छ राम्रो लाग्यो पानी खाने होइन कस्तो त्यसरी खाना अनि खोइ त ढक्कन मेरो त कम त पसल साइडमा म त उहाँ कहाँ कहाँसम्म पुगेको भिडियोमै छ कहाँ कहाँसम्म पुगेको सबै भनेछु यति मेहनत गरेर अनि भेनासँग जानु भएन नि पछि होइन भेनाजु त फेरि मलाई हो कि ए हो उयो के ढकनी होइन यो ढकनी छैन ओके ल हाँस्दा हाँस्दा ल कसको मेरो भालो तपाईँको भालो अब दुईटा मात्रै छ है ल कुन पर्पल रेडी 1 2 3 गो तर मैले यो पनि ल्याइदिएँ यहाँ पर्पल फ्लावर छ है त्यही भएर यहाँ नजिकबाट किन्न ल के गर्ने गर्ने भनेर मेन्टस ल्याइदिएको कि यही हो है यही हो लेक साइडमा गरेर थ्याङ्क यू एउटा यो त लास्ट हो चुज गर्नु परेन है रेडी 1 अब ब्लू नै हो कि रेडी 1 2 ब्लू कलर है ब्लू कलर रेडी 1 2 3 गो मलाई चाहिएको थियो चलमा जानलाई सानो सानो ल धन्यवाद कस्तो लाग्यो ह्यान्ड क्रिम यो चाहिँ मेरो ड्राई भयो पकेटमा हालेर सजिलो हुन्छ कि त्यही भएर अनि यो टिस्यु हो थ्याङ्क यू धन्यवाद यो डायरी हो डायरी होइन मलाई ऐना चाहिएको थियो ल यो एकदम युजफुल है ल ल ल धन्यवाद मेरो ऐना थिएन खालि जिनाको माग्थ्यो त्यही सम्झेर ल्याइदिनु रहेछ है ल यस ल तपाईँहरूलाई कसको गिफ्ट मन पर्यो भनेर भन्नु है त्यस्तो भन्छ कसको गिफ्ट मन पर्यो भन्नु होला कमेन्ट गर्नु होला गर्नु होला आयो ल ठिक छ दिदीले चाहिँ अलिक मोडर्न सोध्नु भयो त म चाहिँ कुर्ता सोचेछु है आयो अनि हामीले चाहिँ यो सेम हो कि चलाउने फेरि पर्पलले है पर्पल त्यही भएर दुइटाले सेम चलाउने भएर यही आइडिया आएछ राम्रो भएछ है दुईजनालाई म लास्टमा पर्पल ब्ल्याक ओरेन्जमा के म त यति साह्रो टेन्सन भएको के लाने होला भनेर म चाहिँ लास्टमा कुन भन्दाखेरि येल्लो ब्राउन अनि कुन हो त्यति हो येल्लो र ब्राउनमा हो लास्टमा दुईटा सेलेक्ट गरेको थ्याङ्क यू सो मच सिस्टर यति नै हो धन्यवाद बाबा भाग्नु भयो क्यारेट लिएर भाग्नु भयो म त देख्दै नदेख क्यारेट लिएर यति नै ल भन्नु ल अब के भयो अब इन्डिङ हो न ए ल धेरै रमाइलो भयो कहिलेकाहीँ यस्तो गर्दा नि रमाइलो हुँदो रहेछ है तर त्यो भिडियो बनाउँदै गर्दाखेरि गर्दाखेरि यो दिँदै गर्दाखेरि यस्तो रमाइलो भयो कहिलेकाहीँ दिदीबहिनीहरू यसरी गर्दा नि रमाइलो हुँदो आएको थियो राम्रो लागेन एकाअर्काले खिच्ने खुसी हुने एकदम राम्रो लाग्यो मलाई एकदम
मलाई पनि राम्रो लाग्यो अरे तर थ्याङ्क यू। यो ट्रेन कसले निकाल्नु भएको थाहा छैन, त्यो पनि हामीले नि गऱ्यौँ, यस्तो रमाइलो भयो। तपाईँहरूलाई पनि धेरै धन्यवाद। अनि यो हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएको छ भने नि त्यसरी धेरै धन्यवाद। यसरी नै हामीलाई माया सपोर्ट गरिराख्नु। जय श्री।